हेलो साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। र आज म चाहिँ तपाईहरुलाई यो यस्तो राम्रो हेर्नुस् त, हेर्दै एकदमै लैजाउँ जस्तो देखिने यो इन्डोर प्लान्ट, त्यसको पनि यो रेड एग्रोनियम र ग्रीन एग्रोनियम है, दुईटाको बारेमा तपाईहरुलाई म आज यसको छोटो मिठो एउटा जानकारी लिएर आइसकेको छु। र यो चाहिँ एउटा इन्डोर प्लान्ट हो है, एकदमै कम एकदमै कम स्याहार गरेको खण्डमा पनि तपाईहरुको घरमा लिएर गएर राखेर सजाउन सक्नुहुन्छ। यो चाहिँ इन्डोर पनि हुन्छ र आउटडोर पनि हुन्छ र एकदमै राम्रो चाहिँ इन्डोरमा राख्दा सुहाउँछ है, इन्डोरमा राख्दा सुहाउँछ। र मसँग भएका यहाँ हेर्नुस् त कति धेरै छ। र यो सबै यहाँ भएको चाहिँ रेड र ग्रीन गरेको दुईवटा भेराइटीमा चाहिँ यो एग्रोनियमहरु रहेको छ। तपाईहरुले पनि यो तपाईहरुको घरमा लगेर राख्नु भएको छैन भने आजै चाहिँ नर्सरी वा हाम्रो यही पालुङटार नर्सरीमा आएर पनि यस्तो राम्रो यस्तो हुर्किसकेको, यतिको बुस्सी भइसकेको चाहिँ यो एग्रोनियम लिएर गएर राख्नु होला। यो चाहिँ सम्पूर्ण इन्डोर प्लान्ट मध्येमा एकदमै आकर्षक देखिन्छ। यसमा चाहिँ दुईवटा कलरमा भेरिएसन हुन्छ, एउटा चाहिँ रेडमा, एउटा चाहिँ ग्रीनमा, र एउटा चाहिँ व्हाइटमा, एउटा चाहिँ ग्रीनमा गरेर रेड र ग्रीन गरेर दुईवटा भेराइटीमा चाहिँ एकदमै छिर्का परेर आएको हुन्छ। र यो चाहिँ तपाईहरुको घरमा लिएर गएर राखेको खण्डमा एकदमै सो आउने, घरको पनि सो आउने र कम स्याहारमा। अब अरु प्लान्टहरुलाई अलिकति बढी स्याहार गर्नुपर्छ भने यो चाहिँ यो एग्रोनियमहरुलाई चाहिँ यो रेड र ग्रीन एग्रोनियमलाई चाहिँ कम स्याहार गरेको खण्डमा पनि एकदमै राम्रो देखिन्छ। र अब तपाईहरुको यसलाई चाहिँ सकिन्छ भने त कोकोपिट, माटो, बालुवा र मोला हालेर लगाउँदा एकदम राम्रो हुन्छ। र यसलाई हावा चल्ने ठाउँ र उज्यालो भए हुन्छ, घाम लाग्ने ठाउँमा राख्नु पर्दैन। र आजै तपाईहरुले पनि आफ्नो घर सजाउनलाई कुन प्लान्ट लिएर गएर राख्ने भन्ने सोचिरहनु भएको छ भने यो ग्रीन एग्रोनियम र यो रेड एग्रोनियम चाहिँ एकदमै एउटा लानै पर्ने महत्त्वपूर्ण प्लान्ट मध्येमा पर्छ। यो चाहिँ हाम्रो यसको सानो बिरुवा पनि छ, यसको यो ठुलो बिरुवा हो। यो चाहिँ जुनसुकै साइजमा पनि हामीसँग यसको एग्रोनियम लगायतका सम्पूर्ण इन्डोर आउटडोर प्लान्टहरु हाम्रो पालुङटार नर्सरीमा पाइन्छ। र यो चाहिँ आज तपाईहरुलाई मैले यति छोटो मिठो भिडियो लिएर आइसकेको हो। र यदि तपाईहरुले आफ्नो घर सजाउनको लागि कुन चाहिँ एकदमै कम स्याहार सुसार गरेको खण्डमा पनि राम्रो तरिकाले हुर्किने बिरुवा खोज्दै हुनुहुन्छ भने चाहिँ आजै हेऱ्यो रेड एग्रोनियम र ग्रीन एग्रोनियम लिएर गएर राख्नै पर्ने हुन्छ है भन्दै आजको यो भिडियो चाहिँ यही अन्त्य हुन्छ। अर्को भिडियोमा हामी भेटौँला। धन्यवाद। ल च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् है।